हेलो नमस्ते शिवशिवहरू अनि हामी चाहिँ आज हामी चाहिँ भन्नु हुँदैन म चाहिँ आज घुम्न आएको अवस्था छ मर्निङ वाकमा साथीहरूले बसेको अवस्थामा चाहिँ होइन म चाहिँ रानी पोखरीतिर आएको छु है मान्छेहरू पनि टन्नै हुनुहुन्छ पछाडि अगाडि यो चाहिँ रानी पोखरीको भ्यू भयो होइन अनि यतातिर अगाडि चाहिँ रोड भयो अनि यहाँ चाहिँ एक फोनकै लाउनुपर्छ लगभग एक फोनको लाउनुमा 5 मिनट जस्तो जस्तो लाग्छ होला पछाडि पनि देख्न सक्नुहुन्छ यत्तिकै अब यहाँनिर साथीहरू नभएको कारणले एक्लै चाहिँ भिडियो बनाइबसेको छु देख्न सक्नुहुन्छ यो चाहिँ हाँस रहेछ यो चाहिँ के हाँस भन्छ यहाँ अहिले चाहिँ लगभग 6 बजेको अवस्था छ 6 बज्यो भनौँ न अनि यहाँ चाहिँ मान्छेहरू चाहिँ अब मर्निङ वाक गर्न आउने होइन आफूले एक्सर्साइज गर्ने यहाँ चाहिँ किनभने खुल्ला ठाउँ छ नि त त्यही भएको कारणले आफूलाई चाहिँ खुल्ला राख्ने आफूलाई चाहिँ खुल्लामा एकदम चाहिँ अब यहाँनिर कम्फर्टेबल हुने खालको ठाउँ छ यो चाहिँ होइन अनि बिहान बिहान चाहिँ मर्निङ वाक गर्नु लगभग 9-10 बजीसम्म खुल्छ होला यो चाहिँ बिहानदेखिको जस्तो लाग्छ मलाई चाहिँ बोर्डमा चाहिँ त्यही लेखेको छ अब मान्छेहरू चाहिँ यहाँदेखिको उहाँ पुरा फन्कै छ यहाँदेखि उहाँसम्म त्यति राम्रो चाहिँ भिडियो क्लियर आएन अब बिहानकै हो यो घाम सायद घाम पनि झुल्किन लाग्यो हो कि झुल्किया छैन झुल्किन लाग्यो होला रात रातमा अगाडि घन्टाघर यो चाहिँ घन्टाघर पुरानो रिपेयरिङ हुँदै रहेछ ल रिपेयरिङ हुँदैछ घन्टाघर चाहिँ पहिला चाहिँ अब योभन्दा 9-10 वर्ष अगाडि चाहिँ म यही ठाउँतिर हिँड्थेँ त्यतिखेर चाहिँ लगभग बत्थेँ यो चाहिँ अहिले चाहिँ अब यो रिपेयरिङ हुँदै भएको कारणले चाहिँ बिग्रेर अब रिपेयरिङ हुँदैछ अहिले चाहिँ बज्दैन खै बजेको सुने छैन म थुप्रो दिन भइसक्यो यही बाटो नै बिहान बिहानको राम्रो फुल फुल्यो मलाई चाहिँ मन पर्यो अनि यहाँभित्र चाहिँ दर्शन पनि गर्न सकिने रहेछ होइन दर्शन गर्नु पनि आउनुहुन्छ होला सायद मान्छेहरू त आफ्नै जाने क्रमहरू चलिरहेको हुन्छ बिहान जाडो महिनामा चाहिँ 6 बजीबाट खुल्छ होला सायद गर्मी 5 बजीबाट भर्खरै खुल्यो होइन चाहिँ मान्छेहरू चाहिँ एक्सर्साइज गर्ने टनक्कै हुनुहुन्छ म चाहिँ अब साथीहरूलाई अब आउँदै हुन्छ त्यही भएको कारणले गर्दा पर्खिनु पर्ने भएकोले म चाहिँ अलिक छिटो छिटो हिँडिरहेको यो चाहिँ पोखरी भ्यू होइन अघि पनि देखाएको थिएँ परबाट यहाँदेखि ठुलो छ तपाईँहरू पनि आउनु होला मर्निङ वाकको लागि बिहान नजिक हुनेहरू मात्रै टाढो हुन त सकिँदैन होइन उहाँदेखि फिलर चाहिँ यस्तो छ है पुरा खाली यहाँ चाहिँ एक्सर्साइज गर्नुलाई मस्त छ बिहान बिहानको फुल वा फुलले पनि शुभ बिहानी उसको आफ्नै पारामा छ जस आफ्नो रङ झल्काइरहेछ भनौँ मान्छेहरू देख्न सक्नुहुन्छ पोखरीमा कतिलाई यहाँदेखि उहाँदेखि हाँस्छ यहाँ पुरै मान्छेको लाइन उहाँदेखि यहाँ सबै मर्निङ वाककै लागि आउनुभयो कोही बस्ने कोही हिँड्ने आफ्नो आफ्नो जस हेल्थको लागि हो भनौँ न होइन कसैले 2-3 फोनकै हान्नु हुँदो रहेछ कसैले 1 फोनको म चाहिँ 1 फोनको मात्रै हो अब निक्लिनु पर्ने हुन्छ किनभने हामी चाहिँ अब काम गर्ने हिँड्ने मान्छेहरू हो नि त म चाहिँ साथीहरू चाहिँ अब पछाडि आउँदै गरेको भएको कारणले चाहिँ पसेर भिडियो बनाएको नेक्स्ट भिडियोहरू पनि आउँछ होइन अब यही च्यानलबाट च्यानलमा चाहिँ मन गर्ने तपाईँहरूले च्यानल यो भिडियो मन पऱ्यो भने सब्सक्राइब गरेर राख्नु होला त्यस्तै नेक्स्ट भिडियोहरू ल्याउनेछु म यहाँदेखि यो चाहिँ 1 फोनको लागेको भिडियो ल अब उहाँदेखिको म यो
अगाडिको त्यो सेतो भएको ठाउँबाट यो सेतो चाहिँ गेट हो त्यहाँबाट चाहिँ घुम्ने स्टार्ट भएको त्यहाँदेखि भिडियो लगभग त्यहीँदेखि बनाएको मैले भनौँ न त्यस अलि अगाडिबाट मेरो चाहिँ निक्लिनु पर्ने अवस्था हुन्छ ल अब नेक्स्ट आजलाई चाहिँ यति नै छोटो मिठो भिडियो तपाईँहरू बस्नु जाँदैछ च्यानलको सब्सक्राइब गरेर भिडियोको लागि गर्नु बाई बाई सेव